डे 5 हो। डे 5 धरान टु भेरेटार जाँदैछु म हिँड्दै होइन। यो घन्टाघरको पछाडि 0 पोइन्टसम्म चाहिँ म टेम्पोमा आएको थिएँ। अब यहाँबाट चाहिँ म जाँदैछु भेरेटार। आज डे 5 को लागि हिँड्दैछ है। मैले क्याम्पिङहरू सबै गियरहरू हालिसकेको छु होइन। यो चाहिँ धरानदेखि माथि कालो भेरेटार जाँदैछु होइन। फर्स्ट स्टप चाहिँ यहीँ हुनेछ र फर्स्ट डे आउँदा पनि म यहीँ स्टप गरेको थिएँ। पानी आएको थियो त्यतिखेर चाहिँ, अहिले पानी छैन रहेछ। यहाँनिर मौसम त यस्तै छ। अहिले 12:30 भएर होला, घाम लागिरहेछ। यहाँ ढुङ्गा छ, शिवजट्टा भन्ने लेखेको ढुङ्गा छ। यो ढुङ्गा चाहिँ यहाँको एकदम के भन्छ कि स्पटै हो। पिकनिक खाएर फर्किँदै जस्तो छ होइन। र फेरि पनि म शिवजट्टाको ढुङ्गामा आइपुगेको छु। मैले अहिलेसम्म रेस्ट लिएको छुइनँ, किनभने त्यहाँ रेस्ट लिउँ भनेको पानी नै थिएन होइन। यसो मुखसुख धुनुको लागि भए पनि, त्यही भएर म कन्टिन्यू हिँडिरहेको छु। र मौसम पनि यस्तै छ होइन, यस्तो क्लियरै छैन। पानी पर्छ जस्तो छ मौसम पनि, बादलले छोपेको छ। यो चाहिँ मेरो पहिलो स्टप हो रेस्ट लिएको। केरा खाँदैछु। तिर्खा लाग्यो। मेवा पनि छ, यो चिउरा अनि यहाँ सक्खर छ, सुगर केनको बनाएको। यहाँ 2टा टमाटर अनि चुकुन्दर छ। अरू छ यहाँ सामानहरू। अहिले यति नै होस्। ल तिर्खा लागिरहेको थियो पानी। सकिन हेर।
फर्स्ट डे आउँदा पनि भेट भएको थियो होला यो बाजेसँग फर्स्ट डे आउँदा पनि भेट भएको थियो आज पनि भेट भयो अस्ति पनि भेट भएको थियो नि हाम्रो यहाँ कता बिसाउनु भएको थियो सन्चै हुनुहुन्छ ए होइन म पनि यसो हिँड्नु थालेको ऊ यति यसो चिया पानी खानु न है चिया पानी खानु न यसो अस्ति पनि भेट भयो है ल ल हुन्छ हजुर हजुर ल अस्ति पनि भेट त भएको खुसी लाग्यो हाम्रो अलिकति उयो भाग्यमै लेखेको रहेछ कि क्या हो होइन यस्तो घाममा पनि मेहनत गर्दै हुनुहुन्छ ल अस्ति फर्स्ट डे आउँदा चाहिँ आलु रोपिरहेको थियो अहिले पनि आलु त रहेछ यो आलु र तोरी थियो तोरी चाहिँ अहिले उठाउँदै हुँदो रहेछ त्यहाँ आलु चाहिँ अहिले रहेछ आलु खन्ने बेला अलिक भएको छैन रहेछ जुन शिवजठा र भेटा जाने बाटो छ नि त्यो छुट्टिने बाटो नजिक आउँदैछु अघि वान स्टेप रेस्ट गरेँ होइन मैले त्यहाँ तल त्यो नगर्दा त यस्तो थाकिसकेको थियो कि म त शिवजठा नै पुग्दिनँ जस्तो गरिरहेको थिएँ क्या अहिले चाहिँ रिकभर भएर अलि एनर्जी आउँदैछ ब्रोदरहरू ड्रोन अब अलिक पैसा छैन किन्ने अब हजुर यहाँ म इटडीबाट यहाँ मैले पहिला नै आएर चाउमिन र के तोङ्बा खाएको छु साथीहरूसँग अहिले म भेटेटार हजुर ल ठिक छ फाइनली आएँ यो शिवजठा जाने बाटो यो चाहिँ भेटा जाने बाटो गरिसकेको छु अब रियल च्यालेन्ज चाहिँ यहाँबाट हुन्छ क्या यहाँसम्म म फर्स्ट नै आइसकेको नि त अब यहाँबाट चाहिँ हुन्छ रियल च्यालेन्ज यहाँबाट पानी मुख धुन्छु अनि जाने लेट्स गो यहाँबाट चाहिँ रियल च्यालेन्ज सुरु हुन्छ यहाँ म फर्स्ट टाइम है यहाँसम्म आएको छुइनँ नि त म यहाँबाट चाहिँ मेरो भेटा जाने फर्स्ट टाइम हो सो रेडी एकदम एक्साइटेड छु है यो बाटो घुमेको जस्तो लाग्यो सर्टकट यो माथि यही बाटो जानु पर्यो आमा चिप्लियो र पक्रिनु अलिकति छ अरे सर्टकट बाटो हिँडौँ न हामी सर्टकटै लाग्यो मलाई यो बाटो सङ्केगिरा यो चाहिँ अघि गाडीले यहाँ काटेको थियो गाडीबाट झर्दाखेरि अचम्म दुखिरहेछ कस्तो छ बाटो
सर्टकटै होला है भनेर चढिरहेको छु। ल सर्टकटै होला ए अब थाहा छैन दुईवटा बाटो रहेछ फेरि ऊ त्यो बाटो र यो बाटो अब चाहिँ उकालो लगाइसकेँ म दुईवटा ऊ त्यो फर्म हरे उता बस्ती छ तिनीहरूबाट पनि साइड लागेर उकालो चढ्दैछु राउन्ड घुमेकै उकालोमा आज चाहिँ मेरो अहिलेसम्मकै मोस्ट च्यालेन्जिङ डे हो यस्तो उकालोमा पनि कुदिँदैछु नि त अनि अझै मलाई लाग्छ ऊ त्यो डाँडा छ नि त्यो डाँडा तिर जानुपर्छ होला अनि भारी पनि बोकिरहेको छु उकालोमै हिँडिरहेको छु गलेर फाक भइरहेको छु फाक यो चाहिँ मेरो एकदम मोस्ट डिफिकल्ट होइन च्यालेन्जिङ पर्यो गली हो घाम पनि त्यस्तो लाग्थ्यो यस्तो मौसम छ होइन पानी पर्ला जस्तो पनि मौसम छ तर घाम चाहिँ यस्तो चर्को लागिरहेछ अनि एउटा मिस्टेक चाहिँ के भन्दाखेरि मैले ह्याट नलिआएछु क्या पर्दैन होला भनेर ह्याट मैले बोक्नु बिर्सेँ यस्तो गर्मीमा घाम भयो अनि यो फल चाहिँ के रहेछ खानु हुन्छ कि हुँदैन ल अब उकालो अझै छ उकालो हिँड्यो घामले पोरेर बढ्नु भएको छ ल एउटा डाँडा त आइपुग्यो एउटा चाहिँ फेरि के रहेछ भन्दाखेरि म रुखै देख्दिनँ क्या रुख छ तर पत्ता छैन क्या बस्ने खालको होइन शीतल ताप्ने छैन घाममा हिँडेको छु कहीँ त मैले अब रेस्ट लिनुपर्छ होला ल पानी पनि पर्छ जस्तो छ ऊ त्यो रुख घर छ नि त्यो घरतिरबाटै आएको म यत्रो हिँडेर आएँ कहाँदेखि हिँडेर आएको राम्रो रुखै थिएन बाटोमा शीतल छहारी भनेको कहीँ थिएन यहाँ बल्ल एउटा रुख भेटेँ बल्ल रेस्ट गर्दैछु गलेर काबु भएको छु अब यहाँ केराहरू छ यो पानी सबै खान्छु केराहरू खान्छु यहाँ 5-10 मिनट रेस्ट गर्ने यस्तो गरेको छु कि अब म यहाँ 10 मिनट जति रेस्ट गरेँ होला पानी पो पर्न थाल्यो सिमसिम पानी घाम पनि छ होइन पानी पनि पर्दैछ यहाँ घरहरू त छ यहाँ अब ठुलै पानी पर्यो भने तर त्यति ठुलो पर्छ होला अलिक पछि चाहिँ पर्छ होला अब अहिले यस्तै सिमसिम पानी मात्र पर्छ होला यस्तो छ मौसम म चाहिँ अब कन्टिन्यू नै गर्छु अरू त अब यस्तो उकालो छ तोरीको फुल देखिहाल्यो नि खुट्टाले आम्मामा सर्टकट यो सर्टकट त धेरै हिँड्नु सकिँदैन जस्तो छ उकालो छ नि त ल अघि ऊ त्यता बसेको थियो होला यो घरै हो कि के हो यो घरै जस्तो पनि हो ल
अर्कोचोटि आयो भने भन्छ होला। मौसम चाहिँ यस्तो चाहिँ पानी एक झर्की परेको पानी पर्छ के गर्छ ल हुन्छ ए हुन्छ हुन्छ आमा यहाँ त फेरि बबाले रहेछ नि त नि अघि आउँदा एक दुई घरमा त देखिन्थ्यो यहाँ चाहिँ रहेछ नि त नि बिल्डिङै बनाएछ यहाँ पो बस्ती नै रहेछ नि त नि ल धमाधम काम हुँदैछ यहाँ यो भनेको खतरा सिस्टम हो यहाँ यहाँबाट सिधै तल ल बल्ल बल्ल अलि सास आयो ल गडाङगुडुङ गर्दैछ पानी पनि सिमसिम आउँदैछ घाम पनि लाग्दैछ के गर्नु अब यहाँ बाख्राहरू पार्दैन नि त घरहरू रहेछ यहाँ केही धुरीमा अब यहाँदेखि भेटा कतिको टाढो होला एक घन्टा अझै छ यही बाटो नछोडी पुगिन्छ ए हुन्छ हुन्छ सर्टकट सर्टकट ए हुन्छ यहाँ बस्ती पनि रहेछ म त थाहै पो थिएन हुन्छ यता कताबाट सर्टकट छ भन्नु यहाँबाट जान्छ ल हुन्छ पानी पनि पर्न आँट्यो अब खोइ पानी पर्छै पर्दैन घाम पनि लागिरहेछ ल अब सर्टकट ट्राई गरौँ अलिक छिटै माथि पुगौँ त धरान देखिँदो रहेछ तर सबै मौसमले सिकेर यता होइन पो ए यता चाहिँ हो ए हुन्छ ए यो यहाँ माथि घर बनाउँदैछ कि के छ त्यही होला ल ल ल सर्टकट बाटो यता होला बेरटार जाने बाटो उकालो छ है अब गइँदैछ भिरको बाटो पुग्दैछ रे तिमी आउने बटरफ्लाई झन्डै टेकिन भिरको बाटो पुग्दैछ रे ल अहिले चाहिँ आई लाइक इट भन्ने ठाउँ भएको छ शीतल पनि भयो पानी सिमसिम मात्र आउँदैछ अहिले आई लाइक इट यो चाहिँ मेरो 10 मिनटमा चेन्ज हुँदैछ होइन उकालो चाहिँ अलिकति बानी नै छैन रहेछ बनाउनु पर्ने रहेछ खुट्टा दुखिहाल्यो यस्तो हुन्छ नि सर्टकट बाटो भनेर आएको ल मौसम क्लियर भएको चाहिँ साह्रै खतरा देखिन्छ होला